दिनभरिको गर्मीमा पानी नपाउँदा यस्तो। सो हे गाइस, वेलकम छ मेरो छोटो मिठो भ्लगमा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। आशा छ तपाईँहरू सबैजना ठिक हुनुहुन्छ भन्ने। र मेरो काठमाडौँको डे 1 चाहिँ तपाईँहरूले भ्लग हेर्नुभयो भने अब चाहिँ डे 2 मा फेरि पनि म ल्याएर नयाँ भिडियो लिएर आइसकेको छु। आशा छ तपाईँहरूले यो भिडियोलाई एकदम मन पराउनु हुनेछ, माया गर्नुहुनेछ। र भिडियो कस्तो लाग्छ तपाईँले कमेन्ट गर्नुहोला र एक सेयर चाहिँ अवश्य गर्नुहोला है त गाइस, सपोर्ट गर्नु पर्यो है। मेरो पहिलो भिडियोमा धेरै राम्रो भ्युज नगए पनि मैले फेरि पनि दोस्रो भ्लग तपाईँहरूको लागि ल्याएको छु। आशा छ तपाईँहरूले फेरि मन पराइदिनु हुनेछ भन्ने। यस्तै यस्तै मेरो भिडियोहरू हेर्नको लागि तपाईँहरूले मेरो पेज र युट्युब च्यानललाई सब्सक्राइब र फलो गरेर राख्नुहोला। र आज हामी सालाभिना चाहिँ जाँदैछौँ काठमाडौँको नयाँ बानेश्वरमा। त्यहाँ एउटा पार्क छ अरे, तर मैले चाहिँ थाहा छैन है त्यहाँ पार्क छ भन्ने कुरा। र आज भिनाजुले चाहिँ मलाई लग्दै हुनुहुन्छ। र यहाँ पनि धेरै स्कुटीहरू बाइकहरू चाहिँ टन्नै राखेको रहेछ होइन। अब चाहिँ हामी यहाँबाट भित्र जान्छौँ, के कस्तो छ होइन मजाले हेर्नेछु। र खासै ठुलो चाहिँ रहन्छ होइन, मैले चाहिँ बाहिरदेखि देखेको। तर यहाँ चाहिँ भोजन कीर्तन कार्यक्रम पनि हुँदो रहेछ होइन। यो चाहिँ शीतलमा बसेर मजाले बुढापाकाहरू एकदमै पनि सुन्ने होइन। तर मैले एकचोटि यसो सुने होइन, एकदम सुनिरहँ जस्तो लाग्यो होइन। सुनिरहँ जस्तो लाग्यो। एकदमै पनि रमाइलो गीतहरू, रमाइलो टुक्काहरू, ती शब्दहरू होइन, एकदम मलाई चाहिँ एकदम रमाइलो लाग्छ सुन्नलाई र मन पनि पर्छ मलाई होइन। सो अब चाहिँ हामी यहाँबाट भित्र जान्छौँ पार्कतिर होइन। प्रायः जसो यहाँ चाहिँ शीतल हुँदो रहेछ होइन। तर गर्मी भए पनि, गर्मीले घाम लागे पनि, तर यहाँ चाहिँ शीतल हावा क्या सरर हावा हान्ने रहेछ होइन। तर चाहिँ एकदम पनि रमाइलो रहेछ यो ठाउँ चाहिँ होइन। मलाई चाहिँ एकदमै मन पर्यो। त्यसले चाहिँ भिनाजु चाहिँ पहिला धेरैचोटि आउनु भयो अरे, त्यही भएर चाहिँ मलाई अहिले चाहिँ यहाँ ल्याएर आउनु भएको छ। अब हेरौँ के हुन्छ यहाँ है त। हाम्रो भिनाजु चाहिँ होइन एकदमै पनि केटाकेटी जस्तो चञ्चल गर्ने, चकचक गर्ने होइन, एकदमै पनि मजाको हुनुहुन्छ कि एकदम रमाइलो गर्नुहुन्छ। भिनाजुसँग हिँड्दा चाहिँ एकदम पनि रमाइलो फिल हुन्छ होइन। प्रायः जसो यो केटाकेटीहरूलाई धेरै चिम्मट्ने बानी चाहिँ रहेछ होइन भिनाजुको, त्यही भएर चाहिँ म अलिक टाढै बस्छु। अब चाहिँ भिनाजुले एउटा मिठो गीत गाउने भनेर भन्नुभएको छ मलाई। हेरौँ है त भिनाजुको गीत कस्तो छ त। अब गाइस न एउटा के गाउँ जुन गीत भयो नि हुन्छ बोलाउँछ भिनाजुको गीत चाहिँ मलाई एकदम राम्रो लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो तपाईँहरू कमेन्ट गर्नुहोला है त। अब चाहिँ हामी यसो न बसिरहेको थियौँ। एउटा हाम्रो कर्णालीको दिदी आउनु भएको, उहाँले चाहिँ काठमाडौँमा आएर पनि सानो व्यवसाय गर्नुभएको थियो। पार्कतिर आएर उहाँले चाहिँ हामीलाई चाउचो बिस्कुटहरू सँगसँगै चिप्सहरू, पानी पनि लगायतका थुप्रै सामानहरू बेच्ने काम गर्नुहुँदो रहेछ। उहाँबाट हामीले थोरै सामानहरू किन्यौँ र सामानहरू किनिसकेपछि अब हामी चाहिँ यही पार्कमै खान्छौँ। र खाँदा खाँदा चाहिँ मैले चिप्स खाँदै थिएँ, भिनाजुले पानी चाहिँ सकिसक्नु भएको रहेछ। यस्तो गर्मीमा मैले चाहिँ चिप्स चाहिँ पिरो चिप्स खाँदा चाहिँ मलाई एकदम गर्मी सँगसँगै पिरो पनि हुन्छ, किनकि म पिरो खाँदैन। त्यसैले गर्दा चाहिँ मलाई पिरो भएको छ र पानी पनि सकिसकेको छ, किनकि भिनाजुले चिप्स नखाएरै पानी अगाडि खाएर पानी नै भ्याइसक्नु भएको रहेछ। त्यसैले गर्दा चाहिँ अब चिप्स खाँदै खाँदै चाउचो पनि खायौँ र यसपछि अब हामी यहाँबाट चाहिँ निस्किन्छौँ। सो त्यसैले गर्दा चाहिँ आजको भिडियो यहीँसम्म हुन्छ। र आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई त्यही अनुसार चाहिँ तपाईँहरूले कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र च्यानललाई सब्सक्राइब गर्नुहोला र पेजलाई फलो गरेर जोडिनुहोला। आगामी दिनहरूमा पनि यस्तै यस्तै मेरो भिडियोहरू आउनेछ। आशा छ तपाईँहरूलाई यो भिडियो राम्रो लाग्यो भने सेयर गरेर चाहिँ सबैको सामु पुर्याइदिनु होला र माया गरिदिनु होला भन्दै आजको भिडियो यहीसम्म। बाई बाई।